सर नमस्कार हजुर। कहाँ बजरङ्गीले नमस्कार गरेर भने ओहो एकछिन यतै बस्नु पर्यो। होइन हिजो आज हाम्रो गाउँमा किन अनेक किसिमका घटनाहरू घटिरहेछ भने अब हामी त्यत्रो जनताले विश्वास गरेका माननीयज्यू काइला दाई अनि अनिल दाईले हामीमाथि यत्रो विश्वासघात। फेरि यही बेला कोरोनाले कति त्रसित बनाइरहेछ, कोरोनालाई कति ठाउँमा कति मान्छे मारिरहेछ। हुँदा हुँदा यो डोल्मे च्याखुरीले समेत मलाई छोडेर गयो भने खोइ कहाँ गयो कि हो। होइन धतुरे तँ के डोल्मे डोल्मे भन्दैछ त? तँलाई लो फ्राइदियो बज्या को डोल्मे कस्तो डोल्मे थाहा छैन मलाई डोल्मे सोल्ने। अब चिन्ता गर्नु पर्दैन धतुरे, तेरो खपरमै डोल्मो लेखेको छैन रहेछ पो, ऊ त गयो अर्कैतिर। होइन तँलाई लो फ्राइदियो भने ए बन्दुके अबदेखि त्यो डोल्मेको फिट्टिकै नाम नलेन भने खालि डोल्मे डोल्मे डोल्मे। अनि त चाहिँ कता हिँड्या? ऊ त तल सैला धार्के दाइकोमा बोका छारे त्यो लिनु जान लाग्यो के। अब दसैँ पनि आइसक्यो, अब तँ चाहिँ नल्याउने त? अब खोइ के ल्याउनु र बोका पनि। अस्ति सस्तोमा बोका पाएँ भनेर ल्याएको आउँदा आउँदै कुकुर भएछ भने। ए साँच्ची त्यो कसरी भयो भने क्या धतुरे? यो कुरामा म पनि अनभिज्ञ छु क्या बन्दुके। अब बाटोमा पाइखाना लाग्यो र यसो झाडीको ओट लागेको थिएँ अनि आउने बेला हात झट्याक्क गरेको थियो। अनि म त यसो फर्केर केही पनि देखिनँ। आउँदा आउँदा त अनि के अरे बोका भनेको त कुकुर पो रहेछ। बोका पनि कालो अनि कुकुर पनि कालो, केही चिन्नै सकिन भने। ल त्यसो भए म गएँ धतुरे। ल ल ल ओहो काइला दाई कता हो? ओहो अनिल कता हुनु नि? तिम्रोतिरै आउनु लागेको थिएँ, बाटैमा भेट भयो। ठिकै छ हामी बसेर गफ गरौँ। हस् हस्। हेर न अनिल, त्यो अस्ति हाम्रो कुराहरू हाम्रो त्यो प्लान सबै सफल भइदिएको भए हामीलाई 1 वर्षसम्मलाई पुग्ने खर्च पुग्थ्यो। हो त, त्यही बेला धतुरी कहाँबाट आइपुग्यो भनेको सबै सपना चकना चोर बनाइदियो होइन त काइला दाई? हो नि अनिल, मान्छे हेर्दा मात्रै त्यो त सोझो सोझो देखिन्छ, मान्छे त चण्डाल नै रहेछ नि। त्यही भएर त त्यसको नाम चण्डाल धतुरी राखेर छ त। होइन त्यसले फेरि कसरी थाहा पायो भने न गाउँलेलाई भन्यो कि? सायद भने छैन होला। ऊ हेर त त्यो बज्जा त यतै बुहाउँदैछ त। होइन हौ, फेरि के गर्ने कुरो योजना बनाउँदैनुहुन्छ हौ दाजुहरू? केही पनि होइन क्या धतुरे, अस्तिको कुरा गाउँलेहरूलाई त भनेको छैनस् नि। अब यो कोरोनाले गर्दा जनतालाई दुःख दिइरहेको बेला दुःखमाथि दुःख किन थपिदिनु भनेर कसैलाई पनि भनेको छैन। तर फेरि शर्त अनुसार भएन भने गर्ने भए पनि भन्नु पर्ला नि, के कसो हो काइला दाइ? एकदम सही कुरा गरिस् धतुरे, तैँले कसैलाई भनेको रहन्छस् एकदम राम्रो भयो। यो शर्त अनुसारकै कुरा हुन्छ यदि तैँले कसैलाई नभनेको भए। फेरि कसैलाई भनेको छैन भन्दैमा आफ्नो मन लाग्दी नगर्नु होला नि, बुझ्नुभयो नि? त्यस्तो हुँदैन धतुरे, हामीबाट अस्ति अन्जान नै गल्ती भयो। अब यति मात्रै हो। अब सामान आइहालेछ भने पनि दसैँपछि मात्रै बनाउने हो। अब भरेदेखि त सड्काउने हो, बस्ने हो। के रे? के हो त्यो भने? बा किन आउनु भएको? झन्डै लड्नु भएको। ल हेर त, यो बुढो मान्छे यो अप्ठ्यारोमा फेरि किन आउनु परेको हो? यता आएर बस। त किन मेरो चिन्ता गर्छस्? अझै 5-10 वर्ष त आरामले बाँच्छु। ए ठुले,
बाले भोक लागेर पो आउनु भयो कि खोइ त बाउलाई भोक लागेकै हो र बुहारीले त्यसै भन्दै थियो त भोक रे भोक लागेको छ र छैन ठुले छैन भोक लागेको अघि भर्खरै त खाएको नि होइन के गरेर पिटेको खोइ यताले यसरी पिट्ने अझै सिकेन यसले कहिले यता खोइ यसरी गर्ने कहिले कहाँका बुढा मान्छेले काम गर्नु हो ए छोड न छोड 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 उता जा यता हेर राम्रोसँग यसरी हो पिट्ने के यो कोरोना भाइरसले गर्दा विश्व नै आक्रान्त छ टाढा जाउँ भने पनि कुन बेला लकडाउन हुने हो थाहा नै हुँदैन हो त दिदी तपाईँ यसपालि दसैँ मनाउन मामा घर जाने होला कि खै जाने हो कि नजाने हो सरकारले हजुरबा हजुरआमाबाट टिका नथाप्नु भनेको छ रे किन होला दिदी फेरि यो कोरोना भाइरसले वयस्कलाई भन्दा बच्चा बच्ची र वृद्धहरूलाई आक्रमण गर्छ रे ए हामीले पनि बाजे बज्यूको हातबाट टिका थाप्छौँ नि त्यसैले होला है दिदी हो त नि ए प्रेम दाई कताबाट आउनुभयो कताबाट हुनु नि बोका लिएर आएको देखेनस् अनि तिमीहरू चाहिँ कता नि हामी पनि जङ्गलतिर जान लागेको अनि यो बोका तपाईँले दसैँको लागि ल्याउनुभएको हो जङ्गल जान लाग्यो खोइ त तिमीहरूको डोको नामले चाहिँ काटेर राखेको दाउरा लिन जान लागेको नि दाई यसपालिको दसैँ राम्रोसँग मनाउनु पर्छ है हुन्छ तर सामाजिक दूरी कायम गरेर चाहिँ बस्नुपर्छ नि ल म गएँ है सुन त काइला त्यो कुरालाई धतुरीले गाउँलेहरूलाई त भनेको छैन होला नि भनौँ भने त बर्बादै पो हुन्छ त हो अहिलेसम्म त भनेको छैन मानिज्यू तर अलिकति केही कुरामा तलमाथि हुने बित्तिकै यसले गाउँमा भाड भैलो मचाउन सक्छ है तलमाथि भन्ने कुरा त मैले केही पनि बुझिनँ त अनिल भाइ कुरा के भने नि मानन्ज्यू अस्ति हामीले धतुरेसँग सर्त गरेका थियौँ नि त्यही कुरा हो कि मानन्ज्यू ए मैले बल्ल पो कुरा बुझेँ त अब शर्त भन्ने कुरो उल्लङ्घन गर्नै भएन नि अब त्यही बेला त्यो फटा चाहिँ नि कहाँबाट आइपुग्यो के हो मान्यज्यू कहाँबाट त्यो बजे टुप्लुक्को कुकुर जस्तो आइपुग्यो भनेको तर ठिकै छ अब त्यसलाई ठुलो कुरा नलिउँ अब हामीले जे कुरा चाहिँ कबल गरेका थियौँ त्यो कुरा हामी पुर्याइदिउँ हो काइला अनि यसपालिको दसैँ कसरी मान्ने विचार गरिरहेछ त खै मान्यज्यू हामीले त यसपालि हजुरकै हातबाट टिका लाउने सल्लाह गरिरहेछौँ हामी सबैले हो मानन्ज्यू अलिकति खर्च आउँछ भने पनि धतुरेले सपना चकना चुर बनाइदियो ठिकै छ मान्यज्यू जसो तसो दसैँ त मान्नै परिहाल्यो हुन त सोझा साझा जनताहरूलाई ठगेर खानु पनि त हुँदैन नि अब खान नपाएपछि खानेकुरा पनि अब जसो तसो अहिले कोरोनाको महामारीको अवस्था छ यसलाई सामाजिक दूरी कायम राखौँ अनि दसैँ मनाउँदै जाउँ तिमीहरू भन्छौ भने ठिकै छ मेरै हातबाट मै टिका लगाइदिन्छु नि के भएर यो रुख पनि बुढो भयो यो रुख देख्दा फेरि मलाई त्यही दिनको याद आयो ठुलेकी आमाले गीत गुनगुनाउँदै यो रुखको घाँस काट्थे म यही बसेर जिस्काउँथे ल हेर यो बाउ फेरि बितेकै कुरामा डुबिरहेछन् मैले कतिचोटि भनिसकेँ बाउ तिमीलाई बितेका कुराहरूमा धेरै नडुब बितेका कुराहरूलाई बिर्सिदेऊ भनेर तँलाई के थाहा ठुले माया गर्ने मान्छेले छोडेर गएपछिको पीडा
यो कुरा छोड्दै ठुले पर्सि त दसैँ घर पाउन आउलान् के व्यवस्था गरेको छस् नि? त्यहाँ माथि कोलडाँडा बिस्टा कहाँ भनेको थिएँ बाउ, अब एकछिनमा जानु पर्ला। ए त्यो तेरी दिदी पनि आउँछ होली, त्यसका भल्ट्याङ कस्ता भयो होला? खोइ अस्ति मात्रै फोनमा कुरा भएको थियो, सन्चै त छ रे। मैले बाउ ल्याएको छु भनेर भनेको थिएँ, धेरै खुसी भएको थियो दिदी पनि बाउ। खोइ अब कोरोनाको महामारी यस्तो छ, आउँछ कि आउँदैन। बा खाना खाऊ अब, लिनु हात धुनु। अनि बुहारी नानी त पनि त माइती जान्छस् होली, उता सम्धीहरू पनि आश गरेर बसिरह होला नि। खै बा कसरी जानु, तिजमा पनि गइएन, अब दसैँमा पनि जताततै कोरोना लागिरहेछ। नमरी बा चाहिँ कालेले साँचे, अर्को साल मनाउला नि। जम मिना खाना खाना बा, जम खाना खाना। लु जाऊ खाना पस्क्यौ। होइन ए धतुरे, निकै खुसी भएर हिँडेछ त, कता हिँडिस् त? के को खुसी हुनु नि तुले, साह्रै पीडा छ हो। होइन तँलाई कसैले पीडा दियो र धतुरे? अब यो कुरा तँलाई सुनाएर के गर्ने तुले? अब तँलाई सुनाएर फर्केर आउने होइन, के कामले सुनाउनु? अनि खास कुरा चाहिँ के हो र धतुरे? भन्न न, मबाट पनि समस्याको समाधान हुन्छ कि? अब तँलाई सुनाएर कुनै काम त छैन रे ठुले। अब तर पनि तैँले ढिबिने गरिहालिस्। अब एउटाले छोडेर गयो, अर्कोले पछाडि आयो, बुझिस् होला नि अब त? होइन धतुरे, तेरो मलाई सबै बानी चाहिँ मन पर्छ, तर एउटै यही घुमाएर भन्ने बानी चाहिँ मन पर्दैन। बरु सिधै भन्न, बोकोले छोडे कुकुरले पछ्यायो भनेर। तँ पनि मान्छे भन्दा पनि महा मान्छे नै छस् भने ठुले। अब डोल्मेले छोडेर गयो, दसैँले फ्याट्ट समायो भन्यो क्या। हुन त तैँले भन्ने कुरा पनि ठिकै हो। ए मैले पनि सुनेको थिएँ, कतै गाइया गुइया कुराहरू चलिरहेको थियो। अनि तँलाई डोल्मेले साँच्चै छोडेकै हो? कस्तो मान्छे होला है, थाहै नदिकन छोडेर जाने। छोड्दै यस्ता कुराहरू। तैँले बुढापाकाको उखान सुनेको छैनस्? खुट्टा भए जुत्ता कति कति भनेर। अनि तँ चाहिँ कता हिँडे? म त्यहाँ माथि बोराजुलाई बोका भनेको थियो, त्यो बोका ल्याउँ भनेर जान लागेको। अनि तँ चाहिँ कता हिँडेको नि? कता हिँड्नु नि ठुले, एकछिन तँलाई प्रेमेकोतिर जाउँ भनेर। प्रेमे घरमै त छ होला नि? सायद होला। ल ल बन्दुके त यहाँ के गर्दैछस्? देखेनस् घाँस काट लाया। अनि सल्लाह पनि खान्छ त गाईले? ए यो त साँच्चै सल्लाह पो हो। गाईले खाँदैन है यो। अनि कहाँ हिँड्ने मडगडी? गाउँतिर हिँडे। तँसँग एउटा भित्री कुरो गर्नु थियो। के कुरा हो भन्न? मेरो यो मनमुटुले त तँलाई बाँधेर राखिसक्यो भने। होइन, केले बाँधेर राखिस बन्दुके? यो गलबन्दीले? तैँले कुरै बुझ्दैन। नगर, मैले बुझिसकेँ। त्रासमा जाने भयो है दाइ? हो त, भन्न हामीले त टिका र जमरा लाउन पाएको छ। कति प्राय ठाउँमा त बाहिरै निस्किनु दिएको छैन। तिमीले समाचारहरू हेर्ने गरेको छैन, सुन्ने गरेको छैन? ए हो त, सहरमा त एक ठाउँबाट अर्को ठाउँमा पनि जान दिँदैन रे। यो कुन जमाना आएको हो कुन्नी? यो मान्छेले पनि कुन जुनीको पाप भोग्नु परेको हो कुन्नी? होइन है, तिमीलाई लभाइदियो भने यही हो सामाजिक दूरी कायम गरे। अलि टाढा बस। गाउँघरमा त यस्तो भइहाल्छ नि, होइन त प्रेम दाइ? खोइ यो धतुरेले पनि के भन्ने हो कुन्नी? अब त हाम्रो गाउँघरमा डराउनु पर्दैन क्या धतुरे? ल हेर्ने यसले कुरा गरे। अलि पर जा त, अलि पर जा त, अलि पर। ओ त चाहिँ यतातिर तासेर हुन्छ कि तँलाई मर्दा कोरोना लाग्दैन। अनि अब सुन, यो कोरोनाले पनि अनि के गाउँ के सहर भनेर छुट्याउँछ र भने। तर जे भए पनि तिमीहरूले मजासँग दसैँ मानेछौ है। तैँले पनि मनाएछस् त, अनि तँ चाहिँ कता नि? अब कता हिँड्ने नि प्रेम? अब दसैँ ससैँ पनि मनाइहाल्यो, टिका जमरा पनि लगाइयो। अब यसो तल गाउँतिर केही लफ्राउनु पाइन्छ कि भनेर जानला नि। के आँसिरा फ्याउरी छ त फिटिर भएर। ठुले ए ठुले। होइन के भयो बाउ? होइन टिकाको साइत भइसक्यो, यसो टिका लगाउने चाँजो माजु मिला न।
मैले सबै टिकाहरू बनाइसकेँ बाउ। यी हात हेर त। अब टिका लाउन तिमी चाहिँ तयारी भौ न। म त अघिदेखि तयारीमा। आकाङ्क्षा टिका लिएर आऊ लु। टिका लिएर आऊ। लु आऊ आऊ। अब यो पालि यस्तै भयो, आरामले भित्र बसेर लाउनु नपाइएला। अब बाहिरै लाउनु पर्छ टिका। ओछ्याउने ताना त आकाङ्क्षा। ओइ सानो काका, के तिमीलाई थाहा छैन यसरी बसेर टिका लाउनु हुन भन्ने कुरा? होइन, के भन्छ यो धतुरे? धतुरे दाइ, टिका लाउनु हुँदैन भने तपाईँले त टिका जमरा लाएर आउनु भएको छ त फेरि। होइन, मैले टिका जमरा लाउनै हुन्न त कहाँ भनेको छु र आकाङ्क्षा? अनि तैँले भन्न खोजेको कुरा चाहिँ के हो त धतुरे? यो हावाको कुरो सुन्नु हुँदैन। लु यताले निधार, म टिका लगाइदिन्छु। होइन क्या साइला काका, तिमीले मैले भने कुरै बुझेनौ भने। मैले त सामाजिक दूरी कायम गरेर टिका जमरा लाउनु पर्छ पो भने हो त, होइन त ठुले? अनि आफ्नै घरको परिवारले पनि सामाजिक दूरी कायम गर्नुपर्छ त। फेरि हामी सधैँ सँगै त बसिरहेछौँ, बाहिरतिरबाट आएको पनि होइन। यसको मतलब तिमीहरूले रेडियो, टिभी, पत्र पत्रिका पढ्ने, सुन्ने, हेर्ने गराएर रहेनछौ। समाचारमा के भनेको छ भने नि साइला काका, सकेसम्म वृद्धबाट टिका ग्रहण नगर्नु। यदि ग्रहण गर्नै पर्यो भने पनि कम्तीमा 2 मिटर टाढा बसेर ग्रहण गर्नु भनेको छ क्या। अनि के 2 मिटर टाढाबाट हाम्रो बाउको हातले हाम्रो निधार भेट्छ त? कि हाम्रो बाउको हात रबर हो र तन्किनलाई? खोइ, यसले मेरो हात रबरै भनी ठान्यो कि क्या हो? हातले उनीहरूको निधार छुनै पर्छ भन्ने पनि छैन नि त काका। अब यसो टाढैबाट छ्वार छर्किदेऊ न, आखिर बाचा न हो। यो धतुरेले पनि कुरो ठिकै गर्यो। लु यता फर्क। लु यो पालिको दसैँ यस्तै भयो। अब हाम्रो नसुते सिरिन्त दशरथे, हिँड्दा नुहाउँदा केस नझरोस्, हिँड्दा ठेस नलागोस्। यो पालिको टिका यसै हुने भयो। बचिरहे अर्को वर्ष नजिक ठाँसिएर लगाउँला। ल बजिया आइज, भाग्यमानी भइस। बा टाढेबाट नमस्ते। ल छिटै सन्तान प्राप्ति होस् तिमीहरूको।